फाइनली म माइत गएको भिडियो चाहिँ हिजोको भिडियो चाहिँ आज गर्दैछु है त। हेलो एभ्रिवान, गुड मर्निङ, ह्याप्पी दिवाली। अनि हजुरहरूलाई सम्पूर्णलाई मेरो तर्फबाट ह्याप्पी भाइटिका छ है त। मेरो देश विदेशमा बस्नुहुने सबैजना जति पनि दाजुभाइ हुनुहुन्छ र मलाई फेसबुकबाट बनाउनु भएको जति पनि दाजुभाइ हुनुहुन्छ उहाँहरूलाई ह्याप्पी भाइटिका छ। यसरी नै म माइत जानको लागि टोटोको वेट गरिरहेको थिएँ। यति ढिलो टोटो आयो नि, लास्टमा टोटो चाहिँ आइपुगेन। वेट गर्दाखेरि चाहिँ टोटो चाहिँ हाम्रो आफ्नै काकाको टोटो हो। मैले टोटो पर्खिरहेको थिएँ। हामी टोटोमा चढेर चाहिँ अब हामी गाडी भएकोतिर जाँदैछौँ बानार। नानीसित छौँ होइन न, हामी दुईजनाको सेम ड्रेस दिएर नानीले भन्दैछ सेम मामु भनेर होइन। हामी चाहिँ टोटोमा चढेर हामी चाहिँ बानारतिर जाँदैछौँ। अन्त त्यसपछि हामी जाँदै गएर हाटखोला पुग्यौँ। हाटखोलामा ओर्लिने भनेको थियौँ, फेरि उसो बाँधेरै गएर गाडी चढ्नुपर्छ है त भनेर हामीले बानारतै जाँदैछौँ। यसरी हामी टोटोमा चढेर बानारतिर गाडीको लागि ढिलो हुन्छ नि त पुग्दाखेरि भनेर बानारको जाँदैछौँ है त। हामी फाइनली बानार पनि पुगिसकेको छौँ। हामी बानार पुगेर अब त्यहाँको कस्तो खाली भइरहेको थियो। अब गाडी पाउँछ भनेर हामी चाहिँ जाँदैछौँ होइन। हामी चाहिँ अब बानार पुग्यौँ। अनि बानार पुगेर चाहिँ बाटोहरू पनि अस्तिको पानीले यस्तो खतम पारेको छ बानारमा चाहिँ। अनि बानारबाट चाहिँ गाडी चढ्ने, हामी ट्रेनमा नजाने भनेर चाहिँ बानारतिर जाँदैछौँ। हामी बानार पुगेर हेर्नु कति राम्रो घाम लागिरहेछ, दिन पनि कति राम्रो भइरहेछ। हामी गाडीतर्फ चाहिँ अब हामी गाडी आउँछ भनेर गाडीतर्फ चाहिँ हामी जाँदैछौँ। त्यहाँ पुगेर अब हामीले चाहिँ अब गाडी पनि पर्खिनु पर्ने हुनेछ नि त सिलगढीको लागि। अनि त्यहाँबाट हामी फाइनली हाइरोडमा पुगेको छौँ। म चाहिँ यति खुसी छु नि माइत जानु। कसलाई चाहिँ रहर हुँदैन र भाइटिकामा चाहिँ म चाहिँ माइत आएको छु, म नानी अनि मेरो हस्बेन्ड। अब हेर्नु न गाडी पनि एउटा आएको छैन। लास्टमा चाहिँ त्यही चमर्सीको गाडीमा हामी आएर चाहिँ अब गाडीमा हामी बसेको छौँ। सिटहरू चाहिँ एकदम राम्रो पाएको छौँ होइन, सजिलो। अन्त हामी चाहिँ गाडीमा चढेपछि गाडी पनि हिँड्यो होइन। अनि हिँडेर चाहिँ हामी यस्तो दिन पनि यति राम्रो खुल्ला भइरहेछ, गरम पनि लाग्दै थियो। अनि हामी गाडीमा चढेर चाहिँ हामी सिलगढीतर्फ लागिरहेछौँ। हामी चाहिँ अनि त्यहाँबाट हामी जाँदैछौँ है त। अनि फाइनली नगरकट्टामा चाहिँ यति टाइमसम्म गाडी रोक्यो नि, यस्तो गरम भइरहेको थियो गाडीभित्र। घाम चाहिँ सिधै अनुहारतिर आएर चाहिँ गरम भइरहेको थियो। अनि तर पनि नानी चाहिँ बिस्कुट खाँदै भोक लाग्यो भन्दै बिस्कुट खाँदै नानी बसिरहेको थियो। अनि त्यहाँबाट नानी के खाएको भनेको बिस्कुट भने होइन। तर हामी जाँदा जलढकाको पानी चाहिँ यति राम्रो क्लियर देखिरहेको थियो नि, निलो अब टिस्टाको जस्तै थियो। अनि हामी जलढका हुँदै हामी मालबजार पुग्यौँ है त। मालबजारमा चाहिँ झालमुरी बित्दै बिक्री गर्दै आएको रहेछ। अनि कस्तो भइरहेको थियो, बिहान केही नखाइहिँडेकोले भोक पनि लाग्दो थियो। झालमुरी चाहिँ गाडीमा हिँड्दा झालमुरी खान्छ, अब कोलाई मनपर्छ नि, सब कमेन्ट गर्नु है त। मलाई त एकदमै मनपर्छ झालमुरी। यति मिठो बनाएको थियो नि यो भैयाले, यति मिठो भयो झालमुरी। हामीले त्यो झालमुरी खाइसकेर हामी फाइनली सिलगढीतर्फ हामी पुगेको छौँ होइन। सिलगढीपछि भोक फेरि यति साह्रो लागेको, हामी खाना खाने भनेर चाहिँ खाना खानु एउटा होटलमा पुग्यौँ होइन। होटलमा खाना खाइसकेर चाहिँ अब गाडी चाहिँ अघि भनिरहेको थियौँ, हाम्रो गाडी चाहिँ यो है त। हामीले चाहिँ अब सिट अगाडि नै भनिरहेको थियौँ। अनि गाडी सिलगढीको जाम, यति साह्रो गरम, नानीलाई चाहिँ यति साह्रो गरम भएर यस्तो भइरहेको थियो। अनि नानीलाई चाहिँ मैले फ्यानमा हिँड्न नि भनेर त्यो भित्र काउन्टिङमा लगेर चाहिँ फ्यानमा राखेको छु। अनि माग्नेहरूको पनि उयो हुँदैन कि सिलगढी चाहिँ एकदम माग्नेहरू पनि ज्यादा वाक्कै लाग्छ र नानीलाई भित्र लगेर नानीले चाहिँ मैले अब पैसा छ मामु भन्दै हेर्दै थिएँ। अनि त्यहाँबाट मैले खानुपर्छ मिठाई भनेर चाहिँ अन्त हामी नानीलाई चाहिँ मैले सोधेँ कहाँ गएको नानी भनेर, मामा गएर अन्त फाइनली हामी गाडी पनि चढ्यौँ होइन। गाडी चढेपछि अब हेर्नु न गाडीबाट चाहिँ कस्तो भिड जाम लागेर चाहिँ अब गाडी नै कुद्नु नसक्ने अब त्यस्तो जामहरू भइरहेको थियो। अनि त्यहाँबाट हामी गाडी चाहिँ अब निस्केपछि चाहिँ हामी एकदमै अब चाहिँ अब कहीँ नरोकी जाने है त भनेर हामी सिधै गयौँ होइन। मैले आधी मात्रै भिडियो बनाएको छु, सबै भिडियो बनाउनु पाएको छैन। खाजा खाइसकेर हामी फेरि सुकेतिर पायौँ। थ्याङ्क यू वाचिङ माई